राखिदिनुको निम्ति केन्द्रीय उपसभापति, प्रभावशाली युवा नेता, युवाहरूका ढुकढुकी, नेपाली जनताका, आम नेपाली जनताका ढुकढुकी, आजका प्रमुख व्यक्तित्व, प्रमुख अतिथि आदरणीय उपसभापति विश्वप्रकाश शर्माज्यूलाई आफ्नो सार्वजनिक बनाइराखिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सरज्यू। यो समारोहको श्रद्धेय सभापतिज्यू, पार्टीको सहमहामन्त्री डाक्टर दिला सङ्गौलाज्यू, त्यस्तै पार्टीका जिल्ला सभापति केदार भण्डारीज्यू, पार्टीको विभिन्न जिम्मेवारीमा रहनुभएका सबै आदरणीय साथीहरू, उम्मेदवार मित्र, संसदीय एकका लागि सुजेन्द्र तामाङ र समानुपातिक तर्फको उम्मेदवार निर्मला गुरुङ राई र अन्य सबै सहभागी साथीहरू, पत्रकार मित्रहरू, आज यो कार्यक्रम भ्याएर मोरङको केराबारी र झापाको गरामणीमा पनि कार्यक्रममा पुग्नु छ। कार्यक्रम अलि लामै पनि भइसक्यो, हिँड्ने बेला करिब समय भएको छ। म छोटोमा तपाईँहरू समक्ष आफ्नो कुरा राख्न चाहन्छु। यो धरान पूर्वकै एउटा सुन्दर नगरी, यसले चेतनाको कार्य, चेतना भर्ने कार्य हाम्रो पुरै भूगोलमा गरेको छ। यहाँ आएर पढेर जिन्दगीका सपनाहरू कैयौँले पुरा गर्नुभएको छ। कैयौँले आफूलाई अघि बढाउनु भएको छ। धरान मैले सम्झिँदै गर्दा मेरो पिताजीको जीवनको अन्तिम काल उपचार गर्दै गर्दा एबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको थिएँ र मेरो परिवारको एउटा सदस्य, मेरो छोराले जन्म लिँदै गर्दा यही धरानमा जन्म लिएको थियो, यहीँको अस्पतालमा। त्यसैले धरानसँग तपाईँहरूको जस्तै कहीँ न कहीँ नाता मेरो पनि गाँसिएको छ। थुप्रै साथीहरू, मित्रहरू यहाँ धरानमा हुनुहुन्छ जोसँग हाम्रो प्रेम छ। अहिले मैले उहाँको हेरेँ, सुजेन्द्र तामाङजीले प्रस्तुत गर्नुभएको प्रतिबद्धता, यो प्रतिबद्धतालाई पुरा गर्ने गराउने सन्दर्भमा सिङ्गो नेपाली काङ्ग्रेस पार्टी धरानवासीको साथमा, सुजेन्द्र तामाङको साथमा रहन्छ। तर यो पढ्दै गर्दा कति बेला लाग्न सक्छ कि यी त गर्ने कुरा हो, गर्न चाहिँ के गरेको छ त विगतमा भन्ने लाग्न सक्छ। एकदमै सुदृढ अवस्था खानेपानीको यहाँ छैन, तर एडिबीको लगानीबाट धरानको खानेपानी सुरु हुँदै गर्दाखेरि काङ्ग्रेसले नै अग्रसरता लिएको थियो। अहिले यसलाई, यो धरानलाई पानी पिउनलाई अझै पनि पर्याप्तता भइसकेको छैन। तर देशभरि होस् या धरानको खानेपानी सुरु गर्दा होस्, हिजो नेपालीको घरमा जति घरमा धारा पानीको पुगेको थियो 46 साल अगाडि करिब 20-22%, आज 80% नेपालीको आँगनमा पानीको धारा पुगेको छ। धरानलाई सम्झिँदै गर्दाखेरि म दूर दराजको गाउँमा उपस्वास्थ्य चौकीहरू 46 साल अगाडि थिएनन्, ती पुगेका दूर दराजको गाउँहरूलाई पनि सम्झिन्छु। अनि त्यो दूर दराजको उपस्वास्थ्य चौकीले माथि डाँडा पहाडतिर जाँचिसके पछाडि थप उपचारका लागि तपाईँको धरान नगरी पठाउँदै गर्दा बीपी कोइरालाको नाममा हिजोको सानो घोपा क्याम्पलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइराखेर बिरामीको उपचार हुने मात्रै होइन, कैयौँ मान्छे डाक्टरहरू उत्पादन गर्ने थलो बनाएको नेपाली काङ्ग्रेस पार्टीले। आज कति बेला लाग्न सक्छ कि यो फेरि हेर्दै गर्दा काम गर्ने कुराको सपना छ, तर यो सपना विगतमा गरेको कामहरूको जगमा उभिएको छ। तपाईँ यहाँबाट पश्चिम जाँदै गर्दाखेरि उदयपुर जानु पर्यो भने हिजो कसरी जानुहुन्छ? त्यो बाटो आज कुन रूपमा विकसित भएको छ? कुनै बेलाको चुरे मार्ग काङ्ग्रेसले नै परिकल्पना गरिराखेर त्यसलाई बढाउँदै जाँदा पछि नेकपा एमालेको सरकार आइसके पछाडि त्यसको नामाकरण गरियो मदन भण्डारी मार्ग। त्यो मदन भण्डारी मार्गमा चतराबाट उता उदयपुर जोड्दै गरेको बाटो पुल हेर्नुभयो भने सुरु गर्दै गर्दा काङ्ग्रेस, टुङ्ग्याउँदै गर्दा काङ्ग्रेस, उद्घाटन गर्दै गर्दा सुशील कोइराला। तपाईँले सम्झिनुहुन्छ, तपाईँलाई थाहा छ। थुप्रै कामहरू हामीले गर्न बाँकी छ, थुप्रै कामहरू हामीले यो देशमा अगाडि बढाउनु पर्ने दायित्व छ। खास गरी तपाईँहरूलाई अहिले जलाधार क्षेत्रको बसोबासको सन्दर्भको समस्या होला, सुरुङ मार्ग सम्बन्धी सपनाको कुरा होला, खानेपानीसँगै सम्बन्धित व्यवस्थापनको कुरा होला,
सिङ्गो राष्ट्रलाई नेतृत्व गर्ने गरी को आउँदैछ, सिङ्गो राष्ट्रलाई नेतृत्व गर्न सक्ने अवस्थामा को पुग्दैछ। यो मनोविज्ञानलाई धरानले हृदयमा राख्नुपर्छ र धरानले आफ्नो धरानको विकासको कुरालाई सोच्दै गर्दा यो सिङ्गो क्षेत्रलाई सुनसरी 1 को गाँसिएका भूगोलहरू सबैलाई विकासको भावधारामा सँगै लिएर जाने सोच्दै गर्दा त्योभन्दा पहिलो प्रधान प्रश्न उम्मेदवारहरूलाई कसलाई जिताउने भन्ने कुरा छलफल हुँदै गर्दा तपाईँहरूले सबैभन्दा पहिले सोच्नुपर्छ कि यो देशमा 84 मा हुनुपर्ने चुनाव 82 मा किन हुँदैछ। हामीले गर्नुपर्ने काम त कैयौँ गरेका छौँ, गर्न बाँकी कैयौँ काम गर्न नसकेको कमजोरी पनि गरेका छौँ, गर्नुपर्ने सपनाहरू पनि बोकेका छौँ। तर 84 मा हुनुपर्थ्यो चुनाव त 82 मा किन हुँदैछ? किन 74 जना आमाहरूको काख थियो, आमाहरूको कोख जल्यो, किन सिंहदरबार जल्यो, किन राजनीतिक दलहरूका कार्यालयहरू जले, सर्वोच्च अदालत किन जले, किन व्यापारिक प्रतिष्ठानहरू जले, किन सुनसरीले पनि त्यो पीडा भोग्यो। आज यो विषयलाई सबभन्दा पहिले गहनतापूर्वक हामीले विश्लेषण गरेनौँ भने आजको दिनको चुनाव त होला, संसद विघटन भएको थियो, नयाँ संसद आउला, सरकार राष्ट्रपतिबाट मनोनित थियो, जनताबाट निर्वाचित भएर नयाँ प्रधानमन्त्री बन्नु होला, मन्त्रीहरू नयाँ आउनु होला। तर जे कारण विद्रोह भयो देशमा त्यसलाई सूक्ष्मसँग अध्ययन गरेर समाधान गर्न सकिएन भने आजको मितिमा जेनजीले गरेको प्रदर्शन विद्रोह, अबको 10 वर्ष पछाडि जेनजी पछिको पुस्ता अल्फा जो अहिले 12 वर्ष मुनिको छ त्यो भोलि 18, 19, 20, 22 वर्षको पुग्दै गर्दा त्यो पुस्ताको नेतृत्वमा देशमा अर्को विद्रोह हुन सक्छ। त्यसैले चुनाव आउनु, चुनाव जित्नु, चुनाव हार्नु ठुलो कुरो होइन। काङ्ग्रेसको जिन्दगीमा हामीले धेरैवटा चुनाव जितेका छौँ, जित्दै गर्दा हामीलाई कुनै नयाँ कुरो हुँदैन। काङ्ग्रेसको जिन्दगीमा धेरैवटा चुनाव हारेका पनि छौँ हामी, हार्दै गर्दा पनि कोही बात छैन, कुनै अनौठो कुरा होइन। तर प्रश्न यहाँ सुजेन्द्र तामाङ एकजनाले यहाँबाट जितेर जाने कि नजाने भन्ने प्रश्नसँग मात्रै सम्बन्धित छैन, यो विषम परिस्थितिमा पुगेको मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने। तपाईँले सम्झिँदै गर्दा हरेक विषम परिस्थितिमा देशलाई कसले सम्हाल्छ? पत्रकार मित्रहरू यहाँ हुनुहुन्छ, उहाँले लेख्नुभयो कि विषम परिस्थितिमा कसले सम्हाल्न सक्छ देश भनेर विश्व प्रकाशले सोध्यो। भन्दै गर्दा हरेक दलकाले के भन्न सक्नुहुन्छ भने हामी सम्हाल्न सक्छौँ। चुनावको बेलामा सबैले भन्नुहुन्छ हामी सम्हाल्न सक्छौँ, तर वास्तविकता त्यो हो कि होइन? राणा शासन ढालेर राणालाई नै प्रधानमन्त्री बनाएर पनि सँगसँगै लिएर जान सक्ने तागत इतिहासमा कसले राख्यो? काङ्ग्रेसले। यो देश एउटा जातिको मात्रै होइन, सबै जाति समुदायको हो भनिराखेर 15 सालदेखि समावेशिताको जग बनाएर कसले अगाडि गयो? नेपाली काङ्ग्रेस। 46 सालमा राजाको शासन ढालिराखेर फेरि राजालाई नै संवैधानिक बनाइराखेर राजालाई सम्मान, जनतालाई शासन भनेर सँगसँगै जान सक्ने शक्ति कसले बनायो? गणतन्त्रको ठुलो आवाज उठेपछि 17,500 मानिसहरू मरिसकेपछि त्यो मृत्युको क्रमलाई कसले रोक्यो? काङ्ग्रेसले। 17,500 छ, 18,500 किन भयो? 22,500 किन भयो? कैयौँले जीवन गुमाए, तपाईँ यहाँ जिउँदो किन बस्नु भएको छ? त्यत्रो मानिसहरू मर्दै गर्दा विश्व प्रकाश अहिले किन बोलिरहेछ? किन भन्दा काङ्ग्रेसले सोच्यो, गिरिजा प्रसाद कोइरालाले सोच्नु कि अब यो बन्दुकलाई समाधान गरेर हुँदैन, माओवादीलाई अङ्कमाल गरेर लिएर शान्ति प्रक्रियामा ल्याउनुपर्छ। लिएर आएर तिम्रो बन्दुक क्यान्टोनमेन्टमा थन्क्याउ, तिमीले जिते तिम्रो सत्ता, हामीले जिते हाम्रो सत्ता भनेर मत माग्नलाई गाउँको नागरिकको घर अगाडि कसले पुर्यायो? काङ्ग्रेसले। आज काङ्ग्रेसले त्यो कर्मलाई समन्वय गरेको कारण, प्रचण्डजी त्यसमा सहमत भएको कारण कम्तीमा यो कार्यक्रम सकिएर कोही फर्किँदै गर्दा आज साँझ कोही मारिनु पर्दैन। यो समन्वय कसले गर्यो? तपाईँको जिन्दगी, मेरो जिन्दगी कसले समन्वय गर्यो? काङ्ग्रेसले। देशमा सशस्त्र द्वन्द्वबाट शान्तिमा लिएर जाँदा, संविधान नबनिरहेको बेला सबैलाई समन्वय गरेर संविधान बनाउँदा, कहीँ संविधान बनेपछि मैनबत्ती बाल्दा, कहीँ टायर बाल्दै गर्दा यो देश मैनबत्ती बाल्नेको पनि हो, टायर बाल्नेको पनि भनेर समन्वय गर्दा कसले गर्यो? काङ्ग्रेसले। त्यसैले हरेक विषम परिस्थितिको बेलामा काङ्ग्रेसले नेतृत्व गरेको छ। आज भदौ 23 र 24 को प्रदर्शन पछाडि देशमा विषम परिस्थिति आयो। हाम्रै कागका नानी बाबुहरू रिसाए, कहीँ अन्तरिक्षबाट आएका होइनन्,
हाम्रै काखमा हाम्रै आँगनमा हुर्किएका तपाईँकै छोरा मेरै छोरी अरूले यी प्रश्न गर्दै गए। तिनले उठाएको मुद्दालाई सही ढङ्गले सम्बोधन गरेर तिनले मागेको सुशासनलाई लिएर सँगै जान सक्ने अवस्था बनाएन भने अघि भने जस्तो फेरि अर्को विद्रोहमा जान्छ। त्यसैले यो बेला भनेको समन्वय गर्न सक्ने, ठुलो हृदय राखेर कसैलाई गाली नगरिकन आवेगमा नआइकन जान सक्ने शक्ति नेपाली काङ्ग्रेस पार्टी हो भन्ने कुरा आज यो क्षेत्रले बुझिदिनुपर्छ। मैले तपाईँहरूको बिचमा अझै 20 मिनट बोलौँला, तर यो 20 मिनट बोलुन्जेलसम्म मिडियाका साथीहरू हुनुहुन्छ, यो 20 मिनट अझै बोलुन्जेलसम्म काङ्ग्रेसको मञ्चबाट हामी यो कारण खराब हो, यो कारण खराब हो भन्ने कुरामा भन्दा यस कारण यो देशका लागि काङ्ग्रेस जरुरी हो भन्ने कुरो राख्छौँ। हामी निर्वाचनको मैदानलाई दुश्मनीको अखाडा मान्दैनौँ। निर्वाचनको मैदान दुश्मनीको अखाडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो। आज यो समन्वय गरेर लिएर जाने कार्य भन्दै गर्दाखेरि आँधीहुरी आएको बेलामा, यत्रो ठुलो विद्रोह भएको बेलामा सम्हालेर लिएर जाने एउटा जिम्मेवार परिपक्व दलको रूपमा काङ्ग्रेसलाई रोज्न अपिल गरेका हौँ। सजिलोसँग बुझ्दै गर्दा म तपाईँहरूलाई स्मरण गराउँछु, फेवाताल कैयौँ पुग्नु भएको हो। फेवातालमा तपाईँ जाँदै गर्दा तालमा नाउँमा 5 जना साथीसहित जाँदै गर्दा त्यो नाविक चलाइरहेको नाविकलाई खै दाइ म पनि यसो एकचोटि चलाउँछु तपाईँलाई भन्न मन लाग्छ। पानीमा एकछिन यसो गर्दै गर्दाखेरि बिस्तारै बिस्तारै सिकियो पो त, जानियो पो त भन्ने तपाईँलाई लाग्छ। नभन्दा एकैछिनमा सिकिन्छ। कुनै भारी बात युनिभर्सिटीमा वर्ष दिन क्लास लिनुपर्ने कुरा होइन, एकैछिनमा सिकिन्छ। उसले पनि सिक्यो, ल म पनि गर्छु भनेर सिकारुले सिक्न पाउँछ। तर जब आँधीहुरी आउन थाल्छ नि, जब फेवातालको बिचमा पुगेपछि ठुलो आँधी आउन थाल्छ नि, त्यसपछि सिकारुले के भन्छ, दाइ लु मैले नसक्ने भयो भन्छ। या जो जान्ने नाविक हो नि उसले के भन्छ भन्दा ल तिमीले छोड म गर्छु भन्छ। आज यो देशमा आँधीहुरी आएको बेला सिकारुलाई देश जिम्मा लगाएर हुँदैन, परिपक्व नाविकको रूपमा काङ्ग्रेसले कमान्ड गरेर देशलाई एउटा बाटोमा लिएर जानुपर्ने बेला। त्यसैले मूल प्रश्न यो देशलाई कसले संयमताका साथ गाँच्ने भन्ने हो र कसरी गाँच्ने भन्ने हो। त्यसैले मैले तपाईँहरूलाई यो आग्रह गर्न चाहन्छु, नेपाली काङ्ग्रेस पार्टी निर्वाचनको मैदानमा जाँदै गर राजनीतिक संस्कृतिको हिसाबले पनि सबैलाई भनिरहेका छौँ, आफ्नो जिम्मेवारी जसको जहाँ छ उसले त्यहाँ निर्वाह गरेर जान्छ। जसलाई जहाँ तोकिएको छ मतदाताले मत दिएर जसलाई 5 वर्ष कहाँ काम गर्नु भनेका छन् त्यही काम गर्ने खालको सोच बनाएर छ। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले 165 उम्मेदवार उठाउँदै गर्छ, 4 कम 2 तिहाई नयाँ उम्मेदवार उठाएको छ। 165 को 2 तिहाई 110 हुन्छ, 106 जना नयाँ उम्मेदवार उठाएको छ। महिला उम्मेदवार अघिल्लो पटकभन्दा दोब्बर उठाएको छ। दलित समुदायको उपस्थित थिएन अघिल्लो पटक, यो पटक दलित समुदायको साथीलाई पनि उम्मेदवार बनाएको छ। उम्मेदवार बन्नलाई इच्छुक धेरै स्थानीय तहमा जितेका साथीहरू हुनु, धेरै प्रदेशमा जितेका साथीहरू हुनु। हामीले स्थानीय तहमा प्रमुख रहेका, प्रदेशमा सांसद रहेका साथीहरूले इच्छा गर्दै गर्दा भन्यो जनताको अगाडि 2टा हात जोडेर म 5 वर्ष यहाँ सेवा गर्न चाहन्छु भनेर भन्ने मान्छेले 5 वर्ष त्यहीँ बसेर सेवा गर्ने हो, त्योभन्दा माथि अहिले तपाईँले सोच्नु हुँदैन। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले यसरी जाने भनिरहँदै गर्दा आज राष्ट्रव्यापी रूपमा एउटा लहर उठ्न सुरु भएको छ। हिजो जनकपुरको सभा न विगतमा त्यत्रो भयो होला न भविष्यमा होला भनेर त्यहाँ नागरिकहरू भन्दै हुनुहुन्छ। ठाउँ ठाउँमा जुन प्रकारको ऊर्जा छ, यो ऊर्जा बढ्दै गर्दा कति बेला चाहिँ फेरि के लागेको छ भने पुरानो भनिएको कारणले पुरानो दललाई दिनुहुने। मैले 79 सालको निर्वाचनमा झापा 1बाट विजयी भएँ, अरू हामीले क्षेत्रहरू गुमायौँ। जितेको क्षेत्रमा धन्यवाद दिन घुम्दै गर्दा म हारेको क्षेत्रमा पनि साथीहरू भेट्न गएँ। एउटा क्षेत्रमा साँझ पख एउटा बिहे समारोहबाट फर्किन लाग्दा 4 जना युवाहरूसँग बिहेमा हिँड्ने बेलामा भेट भयो। 4 जना युवकसँग रोचक कुराकानी हो, म त्यो तपाईँहरूलाई सुनाउँछु। त्यसमध्ये एउटा युवकले के भन्यो भने विश्वप्रकाश दाई यसपालि हामीले रुखमा भोट हालेनौँ। किन यार रुखमा किन भोट हालेनौँ, कसलाई हाल्यो भन्दा जसलाई हाल्यो भने रुखमा हालेन। अनि मैले भने किन रुखले के बिगारेको थियो भने पुरानोको दिन गए भन्न थाले, त्यसकारण रुखमा भोट हालेनौँ। अनि मैले भने सबै चिज पुरानो भएपछि दिन जान्छ भने यो धरतीको सबभन्दा पुरानो के हो भन्न त भाइ भने
यो त्यो ठ्याक्कै पुरानो के हो त थाहा छैन। मैले भने यो धरतीमा यो धरतीभन्दा पुरानो केही पनि छैन। पुरानोको दिन गयो भने धरतीको दिन गयो भन्दा उनले भने त्यो त होइन। पुरानोको दिन गयो भन्दा हाम्रो धर्मशास्त्रहरूको दिन गए भन्दा त्यो त होइन। पुरानोको दिन गयो भन्दा नेपाल देश सबै धरतीमा रहेका देशहरूमध्ये पुरानो मध्येको देश हो नेपाल देशको दिन गयो भन्दा त्यो त होइन। अनि पुरानो भन्ने बित्तिकै दिन गयो भनेर किन अन्त भोटाल्यो त भन्दा अब पुरानोको दिन गयो भने हालिहाल्यो। अनि अर्कोले चाहिँ के भन्यो भने काङ्ग्रेसले देशका लागि एउटा पनि काम गर्न सकेन गरेन त्यसकारण मैले हालेँ। अनि मैले भने साँच्चै नेपाली काङ्ग्रेसले देशका लागि केही गरेन एउटै पनि काम गरेन भन्दा ल एउटा त उदाहरण देखाउनुहोस् न। अनि मैले पनि तपाईँहरूको म पहिला उत्तर दिन कतिको जान्नुहुन्छ म बताउनु अगाडि चेक गर्छु है। त्रिचन्द्र क्याम्पस कसले बनायो भन्नुहोस् त भने त्रिचन्द्र क्याम्पस काङ्ग्रेसले बनाएको राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएको अनि मैले ठिक भन्नु त्रिचन्द्र क्याम्पस राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएको तपाईँको आइक्यू ठिक रहेछ। अब मलाई भनिदिनुहोस् यो देशमा पहिलो क्याम्पस राणाले बनायो भने पहिलो विश्वविद्यालय कसले बनायो? अनि उसले पनि कुन भन्यो कुन छोड्नुहोस् न पहिलो विश्वविद्यालय कुन हो र कसले बनायो सम्झेर भन्नुहोस् भन्दा थाहा छैन भने भाइलाई थाहा छ भाइलाई थाहा छैन। अनि मैले भने राणाले बनाएको चाहिँ थाहा हुने जनताबाट निर्वाचित भएर गएका मान्छेले बनाएको थाहा नहुने भन्दा भनिदिनु नि त भने पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो र त्यो काङ्ग्रेसको बिपी कोइराला प्रधानमन्त्री बन्नुभएको बेला त्यो विश्वविद्यालय बन्यो। आज देशमा दर्जन बढी विश्वविद्यालय छ आज धरानमा भन्नु तर पहिलो विश्वविद्यालय काङ्ग्रेसले त्यसरी बनायो। अनि मैले भने भाइ त्रिभुवन विश्वविद्यालय उतै पढ्यो होला नि त काङ्ग्रेसले केही गरेको थिएन भन्थ्यो रहेछ होइन भनेको भनेर अन्त रहेछ तर मैले त्रिविबी पढेको होइन भने कहाँ पढेको भनेको मैले +2 पढेको +2को नीति नेपाल देशमा कसले भित्र्यायो भनेको किन त काङ्ग्रेसले हो क्या हो काङ्ग्रेसले हो आफै आउँछ। काङ्ग्रेसले सोच्यो कि यो +2को एउटा स्तरमा लिएर जाउँ अनि त्रिविबी पढेको होइन भने +2 त पढ्यो भन्दा बुवाले चाहिँ पढेको अनि बाको हातमा भएको सर्टिफिकेटमा काङ्ग्रेसले खोलेको विश्वविद्यालय छोराले पढेको +2मा काङ्ग्रेसको नीतिले भनेको +2 काङ्ग्रेसले गरेको रहेछ भन्दा यति चाहिँ रहेछ भने यति भने अनि अर्कोले के भन्यो भने दाइ म चाहिँ यिनीहरू गफ गर्दै गर्छन् म चाहिँ लागे जरुरी छ भने कहाँ लाने भनेको म हजुरआमालाई क्यान्सर भएको छ उपचार गराउन लाने भने ए ल भाइ ल जानुहोस् राम्रोसँग जानुहोस् स्वास्थ्य लाभ कहाँ जानुहुन्छ भनेको भरतपुर। अनि मैले भने भाइ भरतपुरको क्यान्सर अस्पतालको नाम थाहा छ भरतपुर क्यान्सर अस्पताल होला भने भाइलाई बिपी कोइरालाको नाम थाहा छ भनेको बिपी कोइरालाको नाम किन थाहा हुँदैन त। अनि सुन बिपी कोइराला 8 वर्ष जेल बसेर छुटेपछि 25 सालमा क्यान्सरको रोगी 3 सालमा रोग लागेको उपचार गर्न विदेश जानलाई पासपोर्ट माग्नुभयो परराष्ट्र मन्त्रालयले पासपोर्ट दिएन। अनि उहाँले दरबारमा चिठी लेख्नुभयो महेन्द्र राजा उपचार गर्न विदेश गएका थिए छोरा युवराजलाई श्रीमान युवराज दिराज सरकारको चुनावमा म क्यान्सरको रोगी पूर्व प्रधानमन्त्री बिपी कोइराला मलाई उपचार गर्न जानलाई पासपोर्ट परराष्ट्र मन्त्रालयले दिएन। त्यो बेला सुनसरीको सिडिओ कार्यालयमा गए जसरी पाइँदैन थियो दिएन। सरकार एक थान पासपोर्टको लागि निर्देशन बक्स होस् तपाईँलाई थाहा छ बिपी कोइरालालाई 3 महिनापछि चिठी आयो। चिठीमा के लेखिएको थियो भने श्री विश्वेश्वर प्रसाद कोइराला विराटनगर तपाईँले एक थान पासपोर्ट चाहियो भने श्री 5 युवराज दिराज सरकारको चुनावमा निवेदन पेश गरेकोमा त्यो निवेदन युवराज दिराज सरकारको चुनावमा पेश भई युवराज दिराजबाट गृह मन्त्रालयलाई तपाईँको चालचलन बुझ्न पठाउँदा तपाईँको चालचलन अहिले पनि पञ्चायती व्यवस्थाको अनुकूल नभएको हुँदा तपाईँलाई पासपोर्ट दिन नमिल्ने बेहोरा जानकारी गराइन्छ। पछि मात्रै पासपोर्ट दिइयो तत्काल त्यस बेला पासपोर्ट दिइयो। अनि मैले भने भाइ हजुरआमालाई उपचार गर्न कहाँ लाने भरतपुर हो थाहा पाइराख्नु जुन यो देशको प्रधानमन्त्री भएर देशलाई बदल्ने सपना लिएर हिँडेको बिपी कोइरालालाई क्यान्सरको उपचार गर्नलाई पासपोर्ट नदिएको यो देशमा तिनै बिपी कोइरालाको नाममा भरतपुरमा क्यान्सर अस्पताल काङ्ग्रेसले खडा गरेको तिम्रो हजुरआमाको उपचार गर्न तिमीले लिएर जानुहुन्छ भन्दाखेरि होइन दाजु मैले यो कुरो बुझेँ काङ्ग्रेसले केही गरेन भन्ने भन्छौ भन्दा होइन। अनि जाने बेला भने सुन आर्थिक अवस्था कस्तो छ भन्दा सामान्य छ। नगरपालिका या गाउँपालिकाबाट सिफारिस लिएर जानु त्यो सिफारिस लिएर गयो भने 1,20,000 उपचारमा खर्च भयो भने 20,000 रुपियाँ पैसा तिर्दा हुन्छ। 1 लाख रुपियाँ पैसा त्यही कागजको सिफारिसको आधारमा सरकारले तिर्दिन्छ भन्दा अर्कोले भने यो पनि काङ्ग्रेसले गरेको भन्दा यो पनि काङ्ग्रेसले नै गरेको भाइ मैले उनलाई बुझाएँ। त्यसैले आज
तपाईँ हामीले नागरिक पङ्क्तिलाई बुझाउनुहोस्। हिँड्ने बेलामा अर्को भाइले दाइ यति त भयो, पछि फेरि कुरा गर्छौँ, दाइको फोन नम्बर दिनु भनेर यसो मोबाइल तिर्छ। अनि मोबाइल पनि बोक्छौ भने मैले, अनि अर्कोले सोधे किन यो मोबाइल पनि काङ्ग्रेसले गर्दा आएको के हो भने हो काङ्ग्रेसले नै निजी क्षेत्रलाई प्रतिस्पर्धा गर्न दियो। यही धरानमा सम्झिनु न तपाईँहरू, सिम लिन लाइन लागेका कोही न कोही त यहाँ अहिले जिउँदै हुनु। सिम लिन जब निजी क्षेत्रलाई प्रतिस्पर्धा गर्न दियो, सिम लिनलाई मान्छे लाइन लाग्नुपर्ने, लाठीचार्ज हुनुपर्ने अवस्था आएन। अनि मैले उसलाई भने यो पनि काङ्ग्रेसले नै सुरुवात गराएको प्रविधिको यात्रा हो। अनि हिँड्ने बेलामा त्यो भाइहरूलाई भने भाइ यो अब पुरानाको दिन गयो भन्छौ भन्दा होइन रहेछ, पुरानाको दिन गयो भन्न नमिल्ने रहेछ। अनि काङ्ग्रेसले केही गरेन भन्छौ कि अझै एक दर्जन पढाउँ भनेको होइन, बुझ्यो अब भन्दैनौ। अनि मैले भने 79 को निर्वाचनमा त तिम्रो मत गइगयो, अब आउँदो निर्वाचनमा पनि त काङ्ग्रेसले केही गरेन यो देशको लागि भनेर भन्छ होला नि भनेको होइन। 79 को निर्वाचनमा रूप चिन्ह छोडेर लैलैमा गएर अन्त भोट हालेर जे गल्ती गरियो, अबको आउँदो निर्वाचनमा रूप चिन्हमा भोट हालेर त्यो गल्तीलाई सच्याउने काम हामी गर्छौँ भनेर ती युवाहरूले भने। त्यसकारण म तपाईँहरूलाई यहाँ पनि आग्रह गर्न चाहन्छु, हामीले नागरिक पङ्क्तिलाई भएको कामलाई राम्रोसँग देशमा देशभरि बुझाउन सकेनौँ, अनि मुलुकमा सुशासन राम्रोसँग दिन सकेनौँ। त्यसैले गर्दै गर्दा यो देशमा विद्रोह भयो। आज हामीले धेरै काम यो गर्छौँ र त्यो गर्छौँ सबै भनिरहँदै गर्दा म आग्रह गर्छु, सुजेन्द्रजीले यहाँ धेरै राख्नु भएको छ, तर धरानवासी यो क्षेत्रवासी सबैलाई मेरो आग्रह छ, यी अक्षरमा लेखिएका जति चिज छन् त्योभन्दा बढी हामी के प्रतिबद्धता गर्न चाहन्छौँ भने सुजेन्द्र तामाङ यहाँबाट विजयी भएर जाँदा आफ्नो योग्यता र इमान्दारिताले गर्न सक्ने कामहरूको सन्दर्भमा कुनै किञ्चित पनि कमी नराखिकन हामी काम गर्नेछौँ। सुजेन्द्र तामाङ एउटा फौजी परिवारकै छोरो, जिन्दगीको एउटा उमेरमा गएर परदेशमा लाहुर गएर उही बसिराखेर सोच राख्दा पनि राख्थ्यो। आज म यहीँबाट सम्झिन चाहन्छु, धरानको यो घण्टाघर हेर्दै हङकङमा रहेका युवाहरूलाई सम्झिन चाहन्छु, जसले त्यत्रो टाढा बसेर पनि हङकङबाट आफ्नो मन पठाउनु भएको छ, बेलायतबाट मन पठाउनु भएको छ, धन पठाउनु भएको छ, मेरो धरान सुन्दर धरान बन्न सकोस् भनेर, मेरो क्षेत्र नम्बर 1 सुन्दर बनोस् भनेर सोच्नु भएको छ। तपाईँले त्यहाँबाट बसेर पठाउँदै गर्दाखेरि तपाईँले यदि सोच्नुपर्छ हामी जस्तै लाइनमा उभिएर यो मान्छे पनि धरानबाट हङकङ हुन सक्थ्यो, यो मान्छे पनि हामीसँगै ब्रिटिसमा हुन सक्थ्यो, ऊ माटोमै ती बसेर त्यही बाटोमै बसेर त्यही भूगोलमा बसेर रुखको छारी मुनि बसेर केही गर्छु भन्दैछ भने त्यहाँको मन र धन सबै गाँसेर सुजेन्द्र तामाङलाई धरान सुनसरी 1 नम्बरबाट विजय गराउने सन्दर्भमा त्यहाँका मतदाताहरूले पनि सोच्नुपर्छ, त्यहीबाट पनि बल पुर्याउनुपर्छ। आज नेपाली काङ्ग्रेस पार्टीले यो क्षेत्रबाट विजय गराएर पठाउने भन्दै गर्दा केवल सुजेन्द्र तामाङ विजयी बन्नुहुन्न, सुजेन्द्र तामाङलाई एउटा मत दिने रूप चिन्हमा भनेर भन्दै गर्दा समानुपातिकमा निर्मला गुरुङ राई एउटा प्रतिनिधिको रूपमा हुनुहुन्छ, समानुपातिकमा मत दिने भन्दै गर्दा त्यो मत केवल तपाईँहरूले उहाँहरूलाई दिने होइन, आज देश बनाउन आँखामा एउटा सपना बोकेर, मनमा हृदयमा एउटा हुटुटी बोकेर यो देश बदल्ने भनेर अनुभवसँगै उत्साह बोकेर, उत्साहसँगै अनुभव बोकेर वेदाग रूपमा उभिएर देश बदल्ने भनेर हुटहुटी गरेर उभिएको गगन कुमार थापालाई यो देशको प्रधानमन्त्री बनाउनलाई पनि सुनसरीको एक साथ दिन सक्ने अवस्था बन्छ। यसैले यो भन्दै गर्दाखेरि आज मिडियाका साथीहरू मार्फत म एउटा आग्रह गर्न चाहन्छु अन्य राजनीतिक दललाई पनि, 75 वर्ष भयो देशमा कुनै प्रधानमन्त्रीले लगातार 5 वर्ष शासन नगरेको, यो निर्वाचनभन्दा अगाडि सम्भव हुन्छ भने संवाद गरौँ। एउटा राष्ट्रिय संवादको लागि अपिल गर्न चाहन्छु म धरानबाट, त्यो भनेको के हो भने कसैले पनि 75 वर्षमा 5 वर्ष लगातार प्रधानमन्त्री भएर किन चलाउन सक्नु भएन, पहिला त्यसको गहिराइमा समीक्षा गरौँ। पञ्चायतकालको बलियो प्रधानमन्त्री सूर्यबहादुर थापा 5 पटक बन्नुभयो प्रधानमन्त्री, तर एक पटक पनि लगातार 5 वर्ष बन्नु भएन। 46 पछिको बलियो प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला 5 पटकै प्रधानमन्त्री बन्नु, तर लगातार एक पटक 5 वर्ष प्रधानमन्त्री बन्नु भएन। माओवादीको विद्रोह पछाडि, शान्ति प्रक्रिया पछाडि कमरेड प्रचण्ड झन्डै 2 तिहाई प्रधानमन्त्री बन्नु, तर लगातार 5 वर्ष बन्न सक्नु भएन। 74 सालको निर्वाचनमा एमाले र माओवादी मिलेर नेकपा बनाएर गठबन्धन गरेर
2/3 आकारको एउटा झन्डै सरकार बनाउनु भयो, तर कमरेड केपी ओली 5 वर्ष लगातार प्रधानमन्त्री बन्नु भएन। यो देशमा नागरिकमा असन्तुष्टि, भदौमा भएको जेन्जी विद्रोहको पछिल्तिर एउटा कारण अस्थिरता पनि छ। किन कोही प्रधानमन्त्री लगातार टिकेर देशलाई बाटो दिन सक्दैनन्? किन बितेको 34 वर्षमा 30 जना प्रधानमन्त्री भए? सोचेर हेरौँ त। बितेको 34 वर्षमा 30 जना प्रधानमन्त्री भए र बितेको 75 वर्षमा कोही पनि 5 वर्ष टिकेनन् भने अब 5 वर्ष प्रधानमन्त्री टिकाउने पद्धति के हो? के हुन सक्दछ? नेपाली कांग्रेस पार्टी ठुलो आकारमा आउँदै नै छ, पहिलो दलको रूपमा आउँदै नै छ, तर पहिलो दलको रूपमा आउँदै गर्दाखेरि दावा पहिलो दलको हुन्छ भनेर दावा गरिरहेका सबैलाई म आग्रह गर्न चाहन्छु के तपाईहरू यो निर्वाचन पछाडि जो सबैभन्दा ठुलो दल बन्छ त्यो दललाई सम्पूर्ण रूपले 5 वर्ष सरकार चलाउन दिएर दोस्रो भएको र तेस्रो भएको दलहरू प्रतिपक्षमा सम्पूर्ण 5 वर्ष बसेर कोही पनि सहभागी नभई पहिलो बनेको दललाई सरकार सुम्पिन तयार हुनुहुन्छ कि तयार छौँ हामी? यसो भन्दै गर्दाखेरि मैले प्रधानमन्त्री 5 स्टेपको मैले परिकल्पना राखेको पनि छु। त्यो आज यहाँ धरानमा राख्न पनि चाहन्छु। निर्वाचनभन्दा अगाडि नै सकिन्छ राष्ट्रिय संवाद गरेर एउटा दृष्टिकोण बनाउने, योभन्दा अरू विकल्प हुन सक्छन् सोचौँ भन्ने आग्रह गर्न चाहन्छु। त्यो भनेको के हो भने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट गरेर जसले सर्वाधिक सिट सुनिश्चित गर्छ उसलाई पुरै 5 वर्ष सरकारको नेतृत्व गर्न दिने। यसो भन्दै गर्दा उसलाई बहुमत पुगेन भने के गर्नु? विनर्स टेक अल भनेको जित्नेले सबै लग्ने थ्योरी अन्तर्गत उसलाई नपुग्ने सिट सङ्ख्या पहिला सुनिश्चित गरिदिने, निर्वाचन आयोगमा बुझाइएको सूचीबाट उसको सुनिश्चित गरिदिने। त्यति भए पछाडि एउटा दल 138 को आँकडाको साथ बन्छ। त्यो बनिसकेको दलले 10 दिनभित्रैमा संसदमा विश्वासको मत लिने। दोस्रो स्टेपमा जाँदै गर्दा त्यो दलले विज्ञहरू सहितको मन्त्रीमण्डल बनाउने। राजनीतिज्ञहरू मात्रै भएर पनि भएन, राजनीतिज्ञहरूलाई छोडेर मात्रै पनि भएन। चुनाव लडेका हुन् नलडेका हुन्, संसारको कुनै पल्लो कुनामा बसेका हुन्, ल्याटरल इन्ट्री जो भनिन्छ ल्याएर विज्ञताका आधारमा मन्त्री परिषद बनाएर जाने। त्यसरी बनेर गएको सरकारलाई तेस्रो स्टेपमा जाँदै गर्दा 2 वर्षको अवधिसम्ममा उसले गरेको कामलाई हेरेर अनि 2 वर्षपछि विश्वासको मत लिने बनाउने। विश्वासको मत लिँदै गर्दाखेरि विगतमा भन्दा रोजगारी सिर्जना बढ्यो कि बढेन? विगतमा भन्दा पुँजीगत बजेटको खर्चको आकार बढ्यो कि बढेन? करप्सन पर्सेप्सन इन्डेक्स भन्छ, सुशासनको आकार बढ्दै भ्रष्टाचार नियन्त्रण हुँदै गयो कि गएन? विगतमा भन्दा बढ्नुपर्ने उकालो लाग्नुपर्ने इन्डिकेटरहरू, ओह्रालो झर्नुपर्ने इन्डिकेटरहरू जे छन् त्यो बमोजिमको कामहरू भयो कि भएन? निश्चित सूचकाङ्कहरूको आधारमा मात्रै विश्वासको मत दिने कि नदिने भन्ने पद्धति बमोजिम टुङ्गोमा पुग्ने। यदि यसरी टुङ्गोमा पुग्दै गर्दा 2 वर्षमा विश्वासको मत प्राप्त गरेको अवस्था भयो भने बाँकी 3 वर्षमा नचलाइकन उसलाई पुरा अवधि 5 वर्षका लागि देशको प्रधानमन्त्री बन्न दिने। तर यसो भन्दै गर्दा भ्रष्टाचारको कुनै मुद्दामा अदालतबाट प्रमाणित भयो, त्यस्तो अवस्थामा के गर्ने? या त प्रधानमन्त्रीले राजीनामा गर्छन् या 2/3 प्रधानमन्त्रीलाई महाभियोग लगाएर हटाउन सक्ने। त्यो 2/3 लगाएर हटाउने बेलामा आफ्नो दलको व्हिप लगाएर कसैलाई रोक्न नपाउने सांसदलाई राष्ट्रिय अखण्डतालाई असर गर्यो, धार्मिक सहिष्णुतालाई असर गर्यो, सामाजिक सद्भावलाई असर गर्ने कर्म प्रधानमन्त्रीले गर्यो भने त्यो गर्ने। यसो गरेर जाँदा प्रधानमन्त्रीको टाउकोमा जिम्मेवारी पनि हुन्छ। मैले 2 वर्षमा रोजगारीको आकार यति बढाउनुपर्छ, भौतिक पूर्वाधार निर्माणको गति यसरी बढाउनुपर्छ, यो भनेर जाँदै गर्दाखेरि जिम्मेवारी पनि हुन्छ, 5 वर्षसम्म काम गर्ने भन्ने पनि हुन्छ। अनि यसरी बनेको प्रधानमन्त्री, बन्दै गरेको प्रधानमन्त्री जतिसुकै लोकप्रिय होस्, जतिसुकै भिजन भएको होस्, एउटा प्रधानमन्त्रीलाई केवल 2 पटक मात्रै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको डकुमेन्टमै छ। काङ्ग्रेसको विशेष महासंघले पारित गरेको छ, 1 2 3 4 भन्ने पोलिसी पारित गरेको छ। राष्ट्रपति कोही पनि 1 पटक, प्रधानमन्त्री कोही पनि 2 पटक मात्रै, मन्त्री बन्छन् भने पटक पटक भएर 17 पटकको रेकर्ड बनाइसक्नुभयो एकजना नेताले। 17 पटकको रेकर्ड अब बनाउन कसैलाई नदिने, उहाँको रेकर्ड कायम रहन दिने। 3 पटक भन्दा अब कसैले पनि बन्न नपाउने, सांसद बन्दै गर्दा 4 पटक भन्दा पनि बन्न नपाउने। समानुपातिकमा कोही बन्छ भने समानुपातिक 1 पटकको समानुपातिक, अन्तिम पटकको समानुपातिक बनाउने। राजनीतिमा निरन्तर रूपमा बगिरहने नदी जस्तो गरेर नेतृत्वलाई लिएर आउने। कोही गएर जमेर पोखेर बसे जस्तो होइन, निरन्तर बग्ने जस्तो बनाउने। यसो गरेर गयो भने मलाई लाग्छ कि नेतृत्वमा ताजापन रहिरहन्छ। जेन्जी मुभमेन्टले चाहेको के हो? नेतृत्वमा बदलाव चाहिरह, हामी त्यसलाई सम्बोधन गर्छौँ। के यो विषयमा अन्य दलहरू तयार हुने अवस्था हो?
मलाई लाग्छ कि यो प्रकारको संवाद र छलफल गऱ्यौँ, हामी सहमत भयौँ भने स्वाभाविक छ कि राष्ट्रिय रूपमा एउटा डकुमेन्ट बनाउन सकिन्छ। चुनाव जितेर जुनसुकै दलले सरकार बनाए पनि, जो नै प्रधानमन्त्री भए पनि यो कुरा सुशासनको सन्दर्भमा गर्नेछौँ, यो कुरा भ्रष्टाचार नियन्त्रणको लागि गर्नेछौँ, यो कुरा आर्थिक विकासको लागि गर्नेछौँ, हाइड्रोको सन्दर्भमा, पानीको सन्दर्भमा हामी यो गर्नेछौँ। आज यो देशलाई सरकार मात्रै चाहिएको होइन, यो देशलाई नीतिगत स्थिरता चाहिएको, यो देशलाई एउटा समुन्नतिको चाहिँ मार्गचित्रमा देशले अग्रगतिको मार्ग चाहिएको। हामीले त निदो गरेका छौँ। अब नेपाल देश सूर्य अस्त नेपाल मस्त हुँदैन। नेपाली काङ्ग्रेस पार्टीको घोषणा पत्र, प्रतिज्ञा पत्र हिजो जो सार्वजनिक भएको छ त्यसमा हामीले लेखेका छौँ, बिहानको 9 बजेदेखि अपराह्न 5 बजेसम्म 8 घण्टा काम गर्यो, नेपाल सुत्यो। थन्किए डोजरहरू, फर्किए श्रमिकहरू, ठेकेदार साहब पनि हिँड्नु, निर्माणको काम कहीँ हुँदैन, पुल बनाउने काम राति गरेर भ्याइँदैन, सडक बनाउने काम भ्याइँदैन। सूर्य अस्त नेपाल मस्त। धनी देश बेलायत राति पनि पुल बनाउँछ, गरिब देश नेपाल राति सुत्छ। धनी देश अमेरिका राति पनि बाटो बनाउँछ, गरिब देश नेपाल रात परेपछि सुत्छ। जबकि एउटा 24 घण्टामा एउटा 8 घण्टा होइन, 3वटा 8 घण्टा हुन्छ। 8 घण्टा 8 घण्टा 8 घण्टा गरेर 3 सिफ्टमा काम गर्यो भने 3 वर्षमा बनाइसक्ने बाटो 1 वर्षमा बनाउन सकिन्छ। आज कति बेला लाग्छ, कति बेला लागेको छ। राति काम गर्दै गर्दा खर्च बढ्छ। किन बढ्छ? 2टा कारण छ। दिनभरि काम गरेको श्रमिकलाई भन्दा राति काम गर्ने श्रमिकलाई डेढा दिनु पर्यो, श्रमिकको खर्च बढ्यो। दिउँसो भन्दा राति अँध्यारो भइसके पछाडि जेनेरेटर प्रयोग गरेर उज्यालो गर्नु पर्यो, त्यो खर्च बढ्यो। यसो हेर्दाखेरि खर्च बढ्छ, तर होइन, खर्च घट्छ। श्रमिकको खर्च बढ्छ, डिजेल पेट्रोलको राति उज्यालोको लागि खर्च बढ्छ। तर 3 वर्षपछि पुल बनाइसक्नलाई अबको 2 वर्षपछिको रड र सिमेन्टको भाउलाई हिसाब गर्दै गर्दा 3 वर्षपछि बनिसक्ने पुल 1 वर्षमा बनाउँदै गर्दा त्यसले स्वाभाविक रूपमा त्यो पुलको कस्ट पनि घट्छ। त्यसैले काङ्ग्रेसले निदो गरेको छ, हामीले 30 वर्षमा गर्ने काम 10 वर्षमा गरेर देखाउनुहोस्। राति अस्पतालको स्लाइन चल्न मिल्ने, राति अस्पतालमा डाक्टर र नर्सले अपरेसन गर्न मिल्ने, अनि सडक निर्माण र पुल निर्माण नगरेर सूर्य अस्त नेपाल मस्त, अलिकति पिएर होस् नपिएर होस् नेपाल सुत्नुपर्ने अब हुँदैन। त्यसैले यो सबै कुरा गरेर जानका लागि, परियोजनाहरू बनाउँदै गर्दाखेरि दीर्घकालीन सोचका साथ बनाउनका लागि राजनीतिक नेतालाई लाग्यो अनि बनाइदिउँ उतै, यतै अलपत्र उतै अलपत्र होइन, भिजनका साथ, इन्जिनियरिङ ब्रेनका साथ, विज्ञहरूको दिमागलाई गाँसेर अनि देशलाई बनाएर जाने हो भने यो दशक नेपालको समुन्नतिको लागि एउटा छलाङ मार्ने, समुन्नतिको लागि एउटा अग्रगतिमा लिएर जाने दशक बन्छ। र यो गर्नका लागि नेपाली काङ्ग्रेस पार्टी पुरा दृष्टिकोणका साथ, पुरा भिजनका साथ, पुरा डकुमेन्टका साथ, पुरा टिमका साथ रेडी छ। र त्यो टिममा सांसदको रूपमा विश्वप्रकाश नवल प्रत्यक्षतर्फमा उम्मेदवार छैन, समानुपातिको सूचीमा पनि बसेको छैन। 5 वर्षसम्म विश्वप्रकाश शर्माको आवाज संसदमा सुनिँदैन, तर यसरीमा कहीँ न कहीँ उपलब्ध हुन्छ। तर मेरो कर्तव्य बन्छ, अब बन्ने प्रधानमन्त्रीले सही ढङ्गले कार्य गर्नुहुन्छ कि गर्नुहुन्न काङ्ग्रेसको, अब बन्ने मन्त्रीजीहरू सही ढङ्गले काङ्ग्रेसको गर्नुहुन्छ कि गर्नुहुन्न, अब जितेर जाने साथीहरू आफ्नो निर्वाचन क्षेत्रमा नियमित रूपमा आउनुहुन्छ कि आउनुहुन्न। सुजेन्द्र तामाङले सुनसरी 1 को मुद्दा छुटाउनु हो कि उठाउनु? सुजेन्द्र तामाङले त्यहाँका विकास निर्माणको कुरा ठिक ठाउँमा पुर्याउनु हो कि पुर्याउनु भएन? सुजेन्द्र तामाङ नागरिकको बिचमा नियमित रूपमा 2 महिनामा 1 पटक अनिवार्य आएर आफ्नो भूगोलका सबै पालिकाहरू पुग्नु हो कि भएन? त्यो कुरा हेर्नका लागि विश्वप्रकाश लगायतको टिम पार्टीको केन्द्रीय कार्यालयमा रहन्छ अनि सिंहदरबारमा बसेर देशलाई कमान्ड गरेर भिजनका साथलाई देशलाई समुन्नतिको एउटा दशकमा लिएर जानका लागि अघि नै मैले भनेको आँखामा देशका लागि सपना र हृदयमा हुटुटी बोकेको गगन थापा प्रधानमन्त्री भएर सिंहदरबारमा बसेर देशलाई बदल्ने भन्ने सपना र सोचका साथ हामी छौँ। त्यसैले म सुनसरीलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, बाँकी रहेका दिनहरूमा साथीहरूलाई पुरै ऊर्जाका साथ लाग्न आग्रह गर्न चाहन्छु। आज सुजेन्द्रजी त सङ्घीय सांसद हुनुहुन्छ, सङ्घीय सांसद बन्नुहुन्छ, प्रदेशमा भोलि 2 जना उम्मेदवार अरू साथी बन्नुहुन्छ, पालिकाका प्रमुखहरू अरू बन्नुहुन्छ, वडाध्यक्षहरू अरू बन्नुहुन्छ। अब टिकट पाउनका लागि आगामी निर्वाचनमा काठमाडौँतिर हेर्नु पर्दैन, विराटनगरतिर हेर्नु पर्दैन। हामीले बनाएको डकुमेन्टलाई नियमित अब यो विशेष महाधिवेशन पछाडि, निर्वाचन सकिए पछाडि हामी नियमित महाधिवेशनतिर जान्छौँ। नियमित महाधिवेशनबाट गइसके पछाडि नेतृत्व जो आएर जान्छ, यो नेतृत्वलाई बलियो बनाएर हामी लिएर आउँछौँ। त्यस पछाडि निर्वाचनमा हामी जाँदै गर्दा हामीले बनाएको डकुमेन्ट बमोजिम जो मान्छे जहाँ उम्मेदवार बन्ने हो त्यहीँको कार्यकर्ताले त्यहीँको क्रियाशीलले फैसला गर्ने हो। धरानको 1 नम्बर वार्डमा को उम्मेदवार बन्ने अब जिल्लाले निर्णय गर्दैन, धरानको 1 नम्बर वार्डको क्रियाशील सदस्यको बिचको बाकस थापेर त्यहीँबाट निर्णय हुँदै गर्दा त्यहाँको वडाध्यक्षको टुङ्गो हुन्छ। त्यसैले आदरणीय साथीहरूलाई पनि मेरो आग्रह छ,
सबै साथीहरू अब उम्मेदवारको सोच र भावनाका साथ तपाईँहरू लाग्नुहोस्। हामी परिणाम ल्याउनु छ। यो परिणाम केवल काङ्ग्रेसले जित्नका लागि, कुनै कसैले जित्ने व्यक्तिका लागि भन्ने होइन। सिङ्गो समाजलाई गाँसेर यो समाजलाई एउटा समुन्नतिको उचाइमा लिएर गएर आगामी पुस्ताले फेरि निराशा भएर अर्को विद्रोह गरेर एक अर्को आमाहरूको काख रित्तिने, एक अर्को सिंहदरबार जल्ने खालको कुरो हाम्रो जीवनकालमा हामी हेर्न चाहँदैनौँ। देशलाई सही मार्गमा लिएर जानलाई यो निर्वाचन विशेष रूपले महत्त्वपूर्ण छ। मलाई लाग्छ कि यो ऊर्जा सबै साथीहरूले राख्नुहुन्छ। एकपटक हात हल्लाएर सबैले जोडले भनिदिनुहोस् जय नेपाल। दुवै हात हल्लाइदिनुहोस्, भनिदिनुहोस् जय नेपाल। अझै जोडले भनिदिनुहोस् भोट केमा। हाम्रो उम्मेदवारीलाई र प्रतिबद्धता पत्रलाई जोरदार थपडीका साथ पारित गर्न आग्रह गर्न चाहन्छु। आदरणीय साथीहरू, यो थपडी अलि पुगेन। 21 गते निर्वाचन हुन्छ, 24 गते परिणाम आउँछ, 25 गते विजयको र्यालीमा बजाउने थपडीको नमुना बनाएर देखाइदिनुहोस्। अझै जोरदार थपडीको साथ अनि जोरदारका आवाजमा भनिदिनुहोस् भोट केमा। क्षेत्र बिउजिने गरी भनिदिनुहोस् भोट केमा। 21 गते राति सुत्दै गर्दा जुनसुकै चुनाव चिन्ह बोकेर सुतेको व्यक्तित्व पनि सुनसरीको एकमा बिउजिँदै गर्दा 21 गते बिहान बिउजिँदै गर्दा रुख 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 भनेर बिउजिने गरी भनिदिनुहोस् भोट केमा भनी राखेर म अर्को ठाउँको कार्यक्रममा जानु छ। म बिदा पनि लिन चाहन्छु। धन्यवाद। जय नेपाल।